यदि तपाईँहरू सुजुकी ब्रेजा सेकेन्ड ह्यान्ड लिने सोचिराख्नु भएको छ या अलरेडी ओन गरिराख्नु भएको छ भने पनि एउटा प्रब्लम आउन सक्छ। कति गाडीमा त होला, जुन यो ढोका छ हामीले अनलक गर्दाखेरि ड्राइभर साइड मात्र खुल्ने एउटा सेटिङ छ र दुईचोटि दबाएपछि अनलक गरेपछि मात्र सबै ढोका अनलक हुन्छ सेन्ट्रल लकमा चाहिँ। त्यो चाहिँ म तपाईँहरूलाई भन्न गइरहेको छु। यसभित्र एउटा सेटिङ छ जुन चाहिँ चेन्ज गर्यो भने तपाईँले सबै ढोका एकैचोटि अनलक गर्दाखेरि खुल्ने हुन्छ। बाइ द वे यो गाडी चाहिँ सेकेन्ड ह्यान्डमा बिक्री छैन हाम्रो। मैले तपाईँहरूलाई सेटिङ मात्र देखाउन खोजेको। धेरैले मलाई बाटोमा भेट्दाखेरि सुजुकी ब्रेजा किन चलाउनुहुन्छ भनेर सोध्नुहुन्छ। मलाई चाहिँ राम्रो लाग्छ यो गाडी, माइलेज पनि राम्रो दिन्छ, एभरेज राम्रो छ सिटीमा पनि हाइवेमा पनि। हाइवेमा मैले 18-20सम्म पाइरहेको छु भने सिटीमा देख्न सक्नुहुन्छ 12-14। अब मेरो ड्राइभिङ कन्डिसनको हिसाबले कतिको ट्राफिक जाम छ, कतिको स्लो हिँडिरहेको छु म, कुन गियरमा हिँडिरहेको छु त्यो सबैले डिटरमाइन गर्छ। तर 12-14 मलाई एभरेज दिइरहेछ, मलाई पुगिरहेछ, ठिकै छ मेरो आफ्नो कम्युटको लागि। र आउनु अब सेटिङमा कुरा गर्नु पर्दाखेरि जुन यो मेरो एभरेज माइलेज देखाइरहेको छ त्यहाँनिर यो स्टकले काम गर्छ। अहिले पहिला चाहिँ यहाँनिर जाउँ, त्यो स्टक चलाउनुपर्छ हामीले, नत्र फेरि मेरो एभरेज माइलेज रिसेट हुन्छ। र मैले यहाँ गएर यो स्टकलाई थिचिराख्ने हो भने तपाईँ यसको डोर सेटिङमा छिर्नुहुन्छ, देख्नुभयो डोर भनेर देखाउँछ। र यो डोर सेटिङमा मैले यो स्टकलाई एकचोटि दबाउने हो भने D1 भनेर दिन्छ, जुन चाहिँ अब अहिले हाम्रो जुन प्रब्लम आइरहेको छ ड्राइभर साइड मात्र अनलक हुने, D1ले त्यो गर्छ, ड्राइभर प्रायोरिटी दिन्छ र बाँकी अरू ढोका सेकेन्ड अनलकमा मात्र खोल्छ है। र यसबाट तपाईँहरूले चेन्ज गर्ने एकैचोटिमा तपाईँले अनलक गर्दाखेरि सबै ढोका खुल्ने बनाउनु हुन्छ। D1 SL1 मा राख्नुपर्ने हुन्छ गाडीलाई, जसले चाहिँ तपाईँको गाडी अनलक गर्दाखेरि एकैचोटिमा अनलक गरिदिन्छ सबै ढोका। यो त भयो यो सेटिङ। अर्को छ यो गाडीमा मलाई अलिकति चित्त नबुझेको चाहिँ, जुन चाहिँ मैले यो गाडीलाई अफ गर्छु, अफ गर्दाखेरि मेरो सेन्ट्रल लक सबै खुल्दैन, मैले म्यानुअली नै खोल्नुपर्ने हुन्छ। र मैले अनलक गर्दाखेरि जुन मेरो लक गाडी छ, मैले अनलक गर्दाखेरि पनि मेरो जुन ORVM चाहिँ यो अटो फोल्डिङ ORVM चाहिँ हो, तर आफै अटो ओपन चाहिँ हुँदैन त्यो ORVM। मैले गाडीलाई स्टार्ट गरिसकेपछि मात्र ORVM स्टार्ट हुन्छ। खै त्यो चाहिँ किन प्रब्लम हो र त्यसको सेटिङ्स पनि मैले छ कि भनेर धेरै खोजेँ, खासै यो गाडीमा त्यो फिचर चाहिँ अभाइलेबल छैन रहेछ। कस्तो लाग्यो भिडियो कमेन्टमा छोडिदिनु होला। तपाईँहरूले पनि यो प्रब्लम फेस गरिराख्नु भएको थियो कि थिएन त्यो पनि लेखिदिनु होला। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि मेरो मोटो अस्योरलाई फलो गर्नु होला।